ट्युले प्लाङ्टन र तिनीहरूको एक्वाटिक इकोसिस्टममा रहेको सिग्निफिकेन्सको बारेमा 2073 सालमा प्रश्न सोधेको थियो। यो प्रश्नको उत्तर लेख्दा सबैभन्दा पहिले प्लाङ्टन भनेको के हो र प्लाङ्टनका प्रकारहरू र त्यसपछि प्लाङ्टन्सहरूको एक्वाटिक इकोसिस्टममा के इम्पोर्टेन्स रहेको छ त्यसको बारेमा उल्लेख गर्नुपर्छ। प्लाङ्टन भनेको माइक्रोस्कोपिक अर्ग्यानिजम हो जुन एक्वाटिक इन्भाइरोमेन्ट जस्तै ओसियन्स, लेक र रिभर्समा पाइने गर्छन्। यिनीहरूलाई फाइटोप्लाङ्टन र जूप्लाङ्टनमा क्लासिफाई गरिएको छ। फाइटोप्लाङ्टनले आफ्नो खाना आफै बनाउन सक्छन् र यिनीहरू फोटोसिन्थेटिक हुन्छन्। जूप्लाङ्टनले आफ्नो खाना आफै बनाउन सक्दैनन्, यिनीहरू नन फोटोसिन्थेटिक हुन्छन्। फाइटोप्लाङ्टनलाई प्राइमरी प्रोड्युसर्स पनि भनिन्छ। फाइटोप्लाङ्टनले सनलाइट, कार्बन डाइअक्साइड र न्युट्रिएन्ट्सको प्रयोग गरेर अर्ग्यानिक म्याटर प्रोड्युस गर्ने गर्छ। यो प्रोसेसलाई फोटोसिन्थेसिस भनिन्छ। फाइटोप्लाङ्टन्स एक्वाटिक फुड वेबको बेसिस हो। यिनीहरू एक्वाटिक फुड वेबका आधार हुन्। यसले पृथ्वीको अक्सिजनको ठूलो हिस्सा उत्पादन गर्छ। फाइटोप्लाङ्टन्सहरू कार्बन साइक्लिङको लागि पनि इम्पोर्टेन्ट छन्। अब हामीले एक्वाटिक इकोसिस्टममा फाइटोप्लाङ्टन्सहरूको के सिग्निफिकेन्स रहेको छ त्यसको बारेमा पढौँ। फाइटोप्लाङ्टन्सहरू एक्वाटिक इकोसिस्टममा फुड सोर्सको रूपमा काम गर्ने गर्छन्। यिनीहरू जूप्लाङ्टनको प्राइमरी फुड सोर्स हुन्। जूप्लाङ्टनले फाइटोप्लाङ्टन्सलाई खान्छन् र ती जूप्लाङ्टनलाई साना माछाहरूले खान्छन् र ती साना माछाहरूलाई अरू समुद्री जीव र चराहरूले खान्छन्। यसरी फाइटोप्लाङ्टनले एक्वाटिक इकोसिस्टममा इनर्जी ट्रान्सफरको फाउन्डेसनको रूपमा काम गर्ने गर्छ। फोटोसिन्थेसिस गर्ने प्रोसेसमा फाइटोप्लाङ्टनले अक्सिजन रिलिज गर्छन् जसको कारण पानीमा अक्सिजन लेभल मेन्टेन रहन्छ। फाइटोप्लाङ्टन्सले एक्वाटिक इकोसिस्टममा लाइफलाई सस्टेन गर्न मद्दत गर्छ। फाइटोप्लाङ्टनले न्युट्रिएन्ट साइक्लिङमा पनि मद्दत गर्छ। फाइटोप्लाङ्टनले न्युट्रिएन्ट्स जस्तै नाइट्रोजन र फस्फोरस एब्जर्ब गर्छ। जब यी फाइटोप्लाङ्टन्सहरू मर्छन् तब यी न्युट्रिएन्ट्सहरू फेरि पानीमा रिलिज हुन्छन् र यसले फर्दर बायोलोजिकल प्रोडक्टिभिटीलाई सपोर्ट गर्छ। यसको अर्को सिग्निफिकेन्स रहेको छ वाटर क्ल्यारिटी र ट्रफिक इफेक्ट्स। फाइटोप्लाङ्टन डेन्सिटीले वाटर क्ल्यारिटीलाई इफेक्ट गर्छ। फाइटोप्लाङ्टन्सहरू धेरै मात्रामा भयो भने यसले पानीलाई धमिलो बनाउने गर्छ र एल्गल ब्लुम्सहरूले सनलाइटलाई पनि ब्लक गर्न सक्छन् जसको कारण पानी मुनि रहेका अरू प्लान्ट्सहरूलाई असर पुग्न सक्छ। यसले फुड वेब इन्टरेक्सन्सलाई पनि प्रभाव पार्ने गर्छ। फाइटोप्लाङ्टन्सलाई इन्डिकेटरको रूपमा पनि प्रयोग गर्न सकिन्छ। फाइटोप्लाङ्टन प्रचुर मात्रामा छन् कि छैनन् भन्ने कुराले वाटर क्वालिटी, न्युट्रिएन्ट अवेलेबिलिटी र इन्भाइरोमेन्टल चेन्जेस जस्ता कुराको बारेमा जान्नमा मद्दत गर्न सक्छ। फाइटोप्लाङ्टन कुनै पनि वाटर रिसोर्समा कति मात्रामा पाइन्छ भन्ने कुराले त्यहाँ रहेको एक्वाटिक इकोसिस्टमको हेल्थ कस्तो छ भन्ने कुरा जान्नमा मद्दत गर्छ। यी भए फाइटोप्लाङ्टन र तिनीहरूको एक्वाटिक इकोसिस्टममा रहेका सिग्निफिकेन्सेसहरू।